पेसाले म चिकित्सक, हाल म चितवन मेडिकल कलेजमा कार्यरत छु। अब कार्यरत छु भन्दा पनि कार्यरत थिएँ भन्ने बेला आइसक्यो, किनकि म अहिले त्यो ठाउँमा बेतलबी बिदामा बसिरहेको छु। किन त? किनकि जुन ठाउँमा म दिनको 8 घण्टा काम गर्छु त्यो ठाउँमा मेरो मासिक आम्दानी भनेको महिनाको 1,20,000 र सबै ट्याक्सहरू कटाउने भने हातमा कति आउँछ त? जम्मा 92,000 मात्र। र यहाँ पुग्नको लागि ल मेरो करोड रुपियाँ खर्च भइसक्यो पढाइमा, तर आउँछ कति? 92,000। र अब भन्नुहोस् त 92,000ले मेरो घर चल्छ? अहिलेको महँगीमा चल्छ 92,000 घरबाट? चल्दैन नि। त्यही कुरा मैले रिसर्च गर्न थालेँ, आखिर मेरो घर परिवारले कसरी चलाउनु त? र मानव यही कुरा यदि जुन म पेसामा छु नि, इनकेस मलाई अहिले केही भयो भने, केही नहोला तर भयो भने मेरो परिवारले कसले हेर्ने त? के चितवन मेडिकलले मेरो बालबच्चालाई पाल्छ? पाल्दैन नि। अब मेरो छोरा गएर चितवन मेडिकल कलेजमा गएर मेरो बुवाले यहाँ बिरामीलाई बेहोस पार्नुहुन्थ्यो, मैले पनि बेहोस पार्न पाउनुपर्छ भन्यो भने उसले त गर्न पाउँछ? पाउँदैन नि। तर यो यस्तो पेसा हो जहाँ इनकेस मलाई केही भयो अथवा मलाई भविष्यमा यो बिजनेस गर्न मन लागेन भने पनि यो बिजनेस स्वतः मेरो बच्चालाई ट्रान्सफर हुन्छ, त्यो पनि मेरो लेभल र मेरो इन्कम सहित। ल मेरो यसबाट इन्कम मैले जबकि मैले कति गर्छ दिनको 1 देखि 1.5 घण्टा अहिले पार्ट टाइमसम्म, र यो गर्न धेरै भएको छैन। जम्मा 2.5 वर्ष, 2.5 वर्षमा दिनको 1 देखि 1.5 घण्टा काम गरेर मेरो इन्कम अहिले 3 लाखको हाराहारीमा छ। र अरू ठाउँ जहाँ मैले दिनको 8 घण्टा गर्थेँ त्यहाँ भनेको जम्मा महिनाको 92 देखि 96,000। त्यही भएर मैले यो पेसा रोजेँ र यसलाई नै निरन्तर दिने कोसिस गरिरहेको छु। र यही सिलसिलामा मैले जुन सायद तपाईँहरूले धेरैले चिन्नु छ, हजुरले प्रायः सामान कहाँ ल्याउँछ त? चितवनबाट ल्याउँछ नि होइन? चितवनको जुन ब्रान्ड छ नि त्यो ब्रान्डको एमडी पनि मै हो। र कम्पनीले जुन विश्वास गरेर मलाई यो ठाउँ दियो, जुन एउटा प्लेटफर्म दियो, त्यो हजुरले पनि गर्न सक्नुहुन्छ। किनकि मान्छेले भन्छ नि मसँग टाइम छैन, र यो कुरा के विचार गर्नु भने जुन मान्छेले भन्छ नि मसँग टाइम छैन त्यो मान्छेलाई धैर्य हेर्नुलाई उसँग पैसा पनि हुँदैन, हो कि होइन? अहिले नेपालको सबभन्दा धनी मान्छे को होला? विनोद चौधरी। विनोद चौधरीसँग कति बिजनेस छ होला? 14 को बिजनेस छ, इलेक्ट्रोनिक्सको बिजनेस छ, गाडीको बिजनेस छ, तपाईँको प्लटिङको बिजनेस छ होइन? सब बिजनेस है। तर यदि उसलाई कसैले अर्को बिजनेसको अफर दिए पनि उसले त्यो छोड्छ? छोड्दैन नि। मसँग 24 घण्टा छ, तपाईँसँग 24 घण्टा छ, उसँग 24 घण्टा छ, तर हामीले के भन्छौँ त? टाइम छैन, हो कि होइन? त्यही हो, जोसँग टाइम छैन उसँग पैसा हुँदैन, र टाइम हामीले म्यानेज गर्ने हो। मेरो फिल्डमा राति 12 बजी सुतेर फोन आउन सक्छ, जानु पऱ्यो नि। मैले मसँग टाइम छैन भने के हुन्छ? हुँदैन नि। त्यही भएर यो बिजनेस राम्रोसँग गर्नुहोस्, बिजनेस यसको भविष्य राम्रो छ। र यदि तपाईँहरू सबैको घरमा बालबच्चा होला, तपाईँहरूको सपना के हुन्छ त? छोराछोरीले के गर्ने? डक्टर बनाउनु एउटा सपना हुन्छ अथवा इन्जिनियर बनाउने। मैले त्यो पेसा छोडेर यहाँ आएको छु भने पक्कै केही देखाएर होला नि। यति भन्दै म आफ्नो 2 शब्द पुग्याउँछु। हस्, धन्यवाद।